साथीहरू नमस्कार। म आज यहाँहरूलाई चाहिँ यो दुधको लागि बाख्रा पाल्दाखेरि कस्तो हुन्छ होइन, त्यसको सम्भावना छ कि छैन, अनि त्यसपछि पेटको लागि भनेको मतलब जसरी हामीले कुकुर बिरालोहरू पाल्छौँ होइन, कतिपय देशमा यो पेट एनिमलको रूपमा पनि बाख्रालाई चाहिँ पाल्न थालिएको छ कि। यो दुईवटा कुरो जुन विषयमा चाहिँ म आज अलिकति संक्षेपमा चर्चा गर्न गइरहेको छु। अब यो बाख्राको दुध खाने चलन हाम्रो देशमा त त्यति छैन होइन, तर अरू देशहरूमा चाहिँ विकसित देशहरूमा युरोपतिर होइन, भर्खरै जापानतिर पनि सुरु भएको छ, अमेरिकातिर होइन, यो दुध खाने चलन चाहिँ छ होइन। हाम्रोमा भन्दा बढी छ उनीहरूको कल्चर, र यो महँगो पनि छ। हेर्नुहोस्, यो चाहिँ अब नेपालमा चाहिँ धेरै कमले गर्नुभएको भएर पनि महँगो भएको होला, उपभोक्ताहरूले अलिकति महँगो भयो भन्नुहुन्छ होइन। मकवानपुरतिर पोखरातिर होइन, खास गरी टुरिस्टहरूले चाहिँ गोठको चिज है यो चाहिँ रुचाउनुहुन्छ। अब दुध किन राम्रो हुन्छ भन्दा सजिलै पच्ने, बिरामीलाई पनि खान सकिने होइन। अब महँगो भएको हुनाले मार्केटमा राम्रो भ्यालु हुने नै भयो। क्यान्सर पेसेन्टहरूलाई पनि यो ठिक हुन्छ होइन, एलर्जी फ्री हुन्छ। कतिपयलाई गाई भैँसीको दुधले एलर्जी हुन्छ भने बाख्राको दुधले हुँदैन भन्ने छ। तर जातहरू चाहिँ हाम्रो कस्तो छ भने, जस्तै जमुना पाहाडीहरू, यो बिटलहरू, इन्डियन जातहरू छ नि, यिनीहरूको चाहिँ कस्तो छ भने दुध र मासु दुइटै प्रयोजनको लागि हो कि। यिनीहरूले धेरै दुध चाहिँ दिँदैन, यो साननले जस्तो है। उनीहरूले 1-2 लिटर मात्रै दिन्छ भने साननले चाहिँ 4-5 लिटर 6 लिटरसम्म पनि 7 लिटरसम्म पनि दिएको छ। रेकर्डेड हेऱ्यो भने त त्योभन्दा पनि बढी छ है। त्यही भएर दुधको लागि चाहिँ खास यो सानन बाख्रा नै पाल्ने हो। त्यही भएर बन्दीपुरको बाख्रा फार्मले पनि यसै चाहिँ सानन बाख्राहरू ल्याएर चाहिँ नि त्यसको चाहिँ नि त्यसमा रिसर्चहरू गरिरहेछ होइन। अनि केही उद्यमीहरूले चाहिँ नि यो मैले भने मकवानपुरतिर पोखरातिर होइन, पोखरामा मिना गुरुङजीले गरिराख्नु भएको छ, उता मकवानपुरतिर अशोक ठकुरीजीले गरिराख्नु भएको छ होइन। अब यो यसरी चाहिँ उहाँहरूले गर्नुभएको छ। अलिकति महँगो भयो भन्ने चाहिँ उपभोक्ताको कम्प्लेन छ होइन। अब उत्पादनै कम भएपछि महँगो हुनु स्वाभाविक पनि हो। अर्को कुरा हाम्रो लागत अनुसारको मूल्य हो भन्नुहुन्छ उहाँहरूले होइन। अब ठिकै छ, त्यसो भए आफै पाल्छु, म आफै पालेर दुध पनि खान्छु, चिज पनि बनाउँछु, अथवा उद्यमी व्यावसायिक रूपले गर्छु, अथवा आफ्नो घरको लागि गर्छु भन्नुहुन्छ भने पनि तपाईँहरूले चाहिँ बाख्राको दुधको चाहिँ बेनिफिट चाहिँ राम्रो छ, यो गर्न सकिन्छ, सम्भाव्य हो जस्तो लाग्छ है मलाई नेपालमा। अब यहाँ अब जस्तै सानन जस्तै अर्को एउटा ट्रोजनबर्ग भन्ने छ होइन। ट्रोजनबर्ग भनेको यहाँ फोटोमा देखिएको जस्तो। अनि अर्को न्युबियन भन्ने हुन्छ होइन। यिनीहरू चाहिँ छन् अरू जातहरू, तर सानन चाहिँ सबैभन्दा धेरै चाहिँ दुध दिने सानन हो। अब त्यसले चाहिँ प्योर ब्रिड चाहिँ किन्न पाइएन भन्नुहुन्छ भने पनि तपाईँहरूले चाहिँ नि त्यो क्रस गराएर त्यसरी चाहिँ त्यसको नस्ल सुधार गर्दै लैजान सक्नुहुन्छ कि। एकैचोटि 100% प्योर चाहिँ चाहिएन कि हामीलाई। बिस्तारै बिस्तारै त्यसलाई चाहिँ विभिन्न पुस्तामा सुधार गर्दै लैजान सकिने कुरा हुन्छ होइन। यो कुरा चाहिँ मैले यहाँलाई भन्न चाहेँ। अब यो कस्तो छ भने स्रोतको चाहिँ अलिकति चरम अभाव नै छ है। किनभने बोयर बाख्राकै त अब त्यो तीन पुस्ते राखेर दिने फार्महरू एकदमै कम हुनुहुन्छ नेपालमा होइन। 3 पुस्ते चाहिँ रेकर्ड राखेर सर्टिफिकेट दिने फार्महरू एकदमै सीमित हुनुहुन्छ भने, एकदमै अत्यन्त सीमित हुनुहुन्छ भने साननको त अब कस्तो अवस्था होला होइन। तैपनि गर्नुभएको छ, मकवानपुरतिर छ मैले भने होइन, अशोक सिंहजीले गर्नुभएको छ। यता कास्कीमा हेम्जामा चाहिँ मिना गुरुङजीले गर्नुभएको छ। उहाँले डेफिनेटली अब आफ्नो फार्मलाई बेस्ट बनाउने कोसिस त गर्नुभएको छ होइन। त्यही पनि अब गभर्मेन्टले पनि पर्याप्त सिमन दिन सकेको छैन होइन। इनब्रिडिङ नहोस् भनेर बोका हरेक वर्ष चेन्ज गरेर बोका वितरण गर्न सक्ने, अनि त्यसपछि सिमन दिन सक्ने याई गरेर भए पनि होइन, त्यसरी चाहिँ आफ्नो फार्मलाई मेन्टेन गर्न सके अझ राम्रो हुन्थ्यो। त्यही पनि नहुनुभन्दा होइन, बादलको के भन्छ नि त्यो एउटा कालो बादलको चाँदीको घेरा भने जस्तो 1-2 जना किसानले प्रयास गरिराख्नु भएको छ है। स्याङ्जातिर पनि फार्म चाहिँ ओकादी भन्ने ठाउँमा छ कि जस्तो लाग्छ मलाई होइन। अब यो पेटको रूपमा पनि तपाईँको चाहिँ नि यो चिवा गोठ हेर्नुहोस् त, जापानमा एकदम क्युट देखिन्छ यो गोठ होइन। सानो अब सानो साइजको, हार्मलेस, प्लेफुल होइन, एकदम खेल्न खोज्ने बच्चाहरूलाई पनि हार्मलेस भयो। अब त्यस्तो खालको चाहिँ पेटको रूपमा कुकुर बिरालो पाले जस्तो यस्तो पाल्ने चलन पनि छ है विदेशमा। अनि कसैले के गर्नुहुन्छ भने यो मिनी डेरी गोठ के, यो कुकुर बिरालो जस्तो पाले जस्तो पनि भयो होइन। यो चाहिँ होइन डेरी होइन, यो चाहिँ तपाईँको गुलाबी गोठ भन्छ, पाकिस्तानतिर इन्डियातिर अलि लोकप्रिय छ, बाहिरतिर पनि गएको छ, अहिले चाहिँ एक्सपोर्ट भएको छ। तर मिनी डेरी गोठहरू भने चाहिँ कस्तो भने दुधको लागि पनि थोरै दुध पनि दिने होइन, तर तपाईँको चाहिँ नि भनौँ न आफूलाई चिया खाना यताउति गर्न थोरै दुध पनि हुने, अनि पेटको रूपमा पनि हुने होइन। अनि यो भने चाहिँ जस्तो नाइजेरियन ड्राफ्ट गोठहरू, अनि यो फोटोमा देखाएको जस्तो नाइजेरियन ड्राफ्ट गोठहरू, अनि पिग्मी गोठ भनौँ न, चाहे सानो होस् चाहे ट्रोजनबर्ग होस् चाहे जुनसुकै होस्, पिग्मी गोठहरू त्यसैको सानो फर्म के होइन। पिग्मी न्युबियन, पिग्मी सानन भने जस्तो तिनीहरूलाई चाहिँ पेटको रूपमा चाहिँ पालियो भने चाहिँ के हुन्छ भने, जस्तो पिग्मी साननलाई चाहिँ पेटको रूपमा पाल्यो भने के हुने भयो
दुध पनि हुने भयो, पेट एनिमलको रूपमा पनि हुने भयो कि सानो साइजको होइन। अनि तिनीहरू चाहिँ अहिले चलेको भनेको नाइजेरियन ड्वार्फहरू, तिनीहरू पिग्मी गोटहरू होइन, तिनीहरूलाई चाहिँ नि अब यो पेट एनिमलको रूपमा पालेको हुन्छ। अब यही हो दर्शकहरू होइन। अब तपाईँको चाहिँ नि यो यसरी पालिन्छ, बन्धुवा प्रणालीमा पालेको होस् वा पेट एनिमलमा पालेको होस् को रूपमा पालेको, त्यसको खुर चाहिँ बढ्छ कि त्यो वर्षको 2 चोटि चाहिँ खुर चाहिँ काटिदिनु पऱ्यो होइन, नत्र भने त एकदमै पेनफुल हुन्छ कि त्यसलाई, पेनफुल हुन्छ, खुट्टा राम्रोसँग टेक्न सक्दैन, लङ्गडो हुन्छ होइन। र अब नेपालमा पेट एनिमलको रूपमा अब यसरी भनौँ न नआएको भए पनि, बाहिर त्यति प्रचारमा नआएको भए पनि कसैले पाल्नु भए पनि हुनसक्छ, हामीलाई थाहा नभएको पनि हुनसक्छ। तर दुधको रूपमा चाहिँ स्कोप मैले राम्रो देखिरहेको छु है। पेट पनि बिस्तारै त्यो बढ्ला। ल, थ्याङ्क यू सो मच।